अमेरिकाका 9 जना सांसदहरूले चिनिया प्रविधि कम्पनीहरू चिनिया सेनालाई सहयोग गरिरहेको आरोप लगाउँदै विशेष सूचीमा राख्न पेन्टागनलाई आग्रह गरेका छन्। यसले अमेरिका चीन विस्फोट प्रविधि तथा सैन्य तनावलाई अझ चर्काउने सङ्केत दिएको छ। अमेरिकी संसदका 9 जना रिपब्लिकन सांसदहरूले अमेरिकी रक्षा सचिव पिट हेक्सेथलाई पत्र लेख्दै चिनिया प्रविधि कम्पनीहरूको समूहलाई सेक्सन 1260 सूचीमा राख्न आग्रह गरेका हुन्। पत्रमा चिनिया एआई कम्पनी डिपसिक, स्मार्टफोन निर्माता कम्पनी छाओमी र इलेक्ट्रिक डिस्प्ले निर्माता बिओई टेक्नोलोजी ग्रुपलाई चिनिया सेनालाई सहयोग गरेको आरोपसहित सूचीमा समावेश गर्न आग्रह गरिएको छ। यो पत्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले $1 ट्रिलियन बराबरको सैन्य खर्च विधेयकमा हस्ताक्षर गरेपछि पठाइएको हो। सेक्सन 1260 सूचीमा यसअघि नै चीनका ठूला कम्पनीहरू टेन्सेन्ट होल्डिङ्स र विद्युतीय सवारी साधनका ब्याट्री निर्माता क्याटल समावेश छन्। यद्यपि यो सूचीले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि यसले अमेरिकी रक्षा मन्त्रालय र सरकारी निकायका आपूर्तिकर्तालाई ती कम्पनीहरूप्रति अमेरिकी सेनाको धारणा स्पष्ट रूपमा सङ्केत गर्दछ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार गत जुन महिनामा एक वरिष्ठ अमेरिकी अधिकारीले डिपसिकले चिनिया सेनालाई सहयोग गरेको र अमेरिकी निर्यात नियन्त्रण छल्ने प्रयास गरेको बताएका थिए। त्यस्तै एप्पल आइफोनका लागि डिस्प्ले आपूर्ति गर्ने चाइनिज कम्पनी बिओई टेक्नोलोजी ग्रुपलाई सन् 2030 भित्र अमेरिकी आपूर्ति श्रृङ्खलाबाट हटाउन पनि सांसदहरूले आग्रह गरेका छन्। पत्रमा थप रूपमा सुची एप्टेक, जेन्स्क्रिप्ट ग्रुप, रोबोसेन्स, लिभोक्स, युनिट्री रोबोटिक्स, क्लाउड माइन्स, हुआहोङ सेमिकन्डक्टर, सेनह्यान सर्किटको र टिङसेनकोलाई पनि सूचीमा राख्न सिफारिस गरिएको छ। विश्लेषकहरूका अनुसार अमेरिकी सांसदहरूको यो कदम चीनको प्रविधि र सैन्य क्षमतामाथि कडाई बढाउने रणनीतिक प्रयास हो। यसले विश्वव्यापी प्रविधि बजार र आपूर्ति श्रृङ्खलामा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।